ल म राख्छु होला यतातिर साइडमा। सो वेलकम ब्याक टु न्यू डे न्यू ब्लग भन्दा पनि बेलुका भइसकेको छ। पानी रोक्यो क्या होइन, पानी दिउँसोभरि दिन परिरहेको थियो। अनि आज चाहिँ द रक हेड ब्यान्ड आउँदैछ क्या, र टिकट पढ्न गइरहेको छु। 300 र आज म चाहिँ गिभ अवे गर्न गइरहेको छु एउटा टिकट होइन। र म चाहिँ कहाँ लुकाउन आँटेको छु, र यो भिडियो चाहिँ अब 7 बजे अपलोड हुन्छ होइन। तपाईँहरूले चाहिँ रेडी भएर बस्नु भन्नुहुन्छ म कहाँ लुकाउँछु, र तपाईँहरूले चाहिँ सुमन योगी ब्लग युट्युब च्यानलमा गएर चाहिँ हेर्नुपर्ने हुन्छ म यो टिकट चाहिँ कहाँ लुकाउँछु होइन। सो एउटा टिकट चाहिँ तपाईँलाई फ्री हुनेछ। सो किप सपोर्टिङ सुमन योगी ब्लग है त। र म चाहिँ कहाँ लुकाउँ भएर चाहिँ कहाँ लुकाउनु गएको छ, कहाँ लुकाउँदा ठिक हुन्छ। सन्चै हुनुहुन्छ? नमस्ते अङ्कल। कता हिँड्नु भएको? सुरु भएको छैन अहिले, एकछिनपछि हुन्छ होला। एकछिनपछि हुन्छ होला। हुन्छ हुन्छ भइहाल्छ, भइहाल्छ। त्यो चिनेको हुनुहुन्छ होला नि त। ल ल। सो रकेट ब्यान्डको अब टिमहरू पनि आइसक्नु भएको छ नि त। अब म कहाँ लुकाउनु भएर चाहिँ मसँग चाहिँ टिकट छ अनि कहाँ लुकाउनु भइरहेछ। सो म यसलाई चाहिँ म काहीँ न काहीँ लुकाइदिन्छु होइन। ओ थाहा पाएछ सर, म एउटा टिकट चाहिँ म याद दिँदैछु होइन गिभअवेको लागि। सो म कहाँ लुकाउँछु भने थाहा हुँदैन। सो म यसलाई एकछिनपछि म यो ब्लग चाहिँ तपाईँले लास्टसम्म हेरिदिनु होला होइन, सपोर्ट गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला। ल अहिले चाहिँ म यहाँ धनकुटाको गेटमा छु। गेट छ यताबाट चाहिँ तल बाल मन्दिर जान्छ। आज रकेट ब्यान्ड आउँदै हुन्छ। म 7 बजी चाहिँ पोस्ट गर्छु। र मेरो हातमा चाहिँ होइन टिकट छ होइन। क्या यो त गिभ अवेको लागि हो नि त। अरे ल मलाई हेर थ्याङ्क यू ल। यो त तिमी त अहिले आइहाल्छौ त। भरे तिमीलाई फेरि भिडियो आउँछ है फेरि यसरी भनेको फेरि आउँछ नि फेरि सबै यहाँ सबैले हेर्दैछ तिमीलाई फेरि। म यहाँ गिभ अवे राख्न आँटेको छु। अब म कता राखौँ भने यता धनकुटा बोर्डिङ स्कुल साइड छ होइन, यसलाई म अब यतापट्टि लुकाउँछु जस्तो छु होइन। म यहाँ चाहिँ राख्दिनँ है, म यहाँ राख्न मन लागेन किनभने सबैलाई थाहा भयो नि त। यहाँ सबले देखिसक्यो। अब म यता राख्दिनँ। अब म फेरि अर्को ठाउँ राख्न जान्छु होइन। अब म अर्को ठाउँ राख्न जाँदैछु होइन। अब यहाँ सबैले देखिसक्यो नि त, सबै देखिसक्यो होइन यिनीहरूले होइन। सबै बच्चाले पनि देखिसक्यो। मैले बाल मन्दिर राख्ने मैले क्यान्सल गरेँ। अब म वरि पनि राख्छु। अब यताबाट हाम्रो ढुङ्गे गर्छ होइन। छिट्टो आउनुपर्छ 7:30 बजीभित्रमा चाहिँ यो अपलोड भइसक्छ। म यहाँ ट्याक्कै म मालासमा छु। मैले के मगाएको भर्खरले टी भन्दै थियो क्या। मलाई देखेपछि मान्छेहरू त्यसै पनि पग्लिन्छन् क्या। मैले कफी भनेको उसले टी भन्दै थियो क्या भर्खर क्या। सो अहिले चाहिँ म यहाँ टुडिखेलको ठ्याक्कै मुनिपट्टि छु। ट्याक्कै उतापट्टि बाल मन्दिर अनि यो साइड चाहिँ तलतिर जाने क्या। सन्चै हुन्छ? म त भ्लगमा आउँदैछु आज। र यो चाहिँ हामी म राख्न अब गइरहेको छु है। लगभग ठ्याक्कै टुडिखेलको मुनिपट्टि है, छेउछेउ धर्राको छेउछेउ आउनु भने चाहिँ तपाईँ आउनु। ल अहिले चाहिँ म तलतिर जाँदैछु होइन। यो रोड चाहिँ कहाँ भन्दा ठ्याक्कै टुडिखेलको मुनिपट्टि क्या। ठ्याक्कै घुमेर जाने हो। यताबाट चाहिँ तल्लो बाटोबाट चाहिँ हाम्रो हुलाकटन पुग्छ क्या। हुलाकटन पुग्छ यो तल्लो बाटो होइन, खोलाको बाटो होइन त यो तल्लो बाटो। ठ्याक्कै यो चाहिँ स्टेजको मुनिपट्टि हो, स्टेजको मुनिपट्टि हो है। म यसलाई चाहिँ जाँदैछु होइन। अनि यो कता राखौँ भइरहेछ र यो टिकटलाई कहाँ राखौँ भइरहेछ क्या। अब यो पानी पर्ने समय छ नि त, अब पानी भिज्न सक्छ होइन। अब यसलाई कतै चाहिँ लुकाउँछु क्या म, कता लुकाउनु भइरहेछ होइन, कता लुकाउनु भइरहेछ। र तपाईँले चाहिँ यो भिडियो हेरेर है यो भेटाउनु भयो भने, यो भेटाएको भिडियो चाहिँ राख्नुभयो मलाई मेन्सन गरेर भने चाहिँ तपाईँले चाहिँ प्लस अर्को टिकट पनि पाउनुहुन्छ है। ल यसलाई अब म राख्छु होला यतातिर साइडमा। अहिले चाहिँ म यहाँ टुडिखेलको ठ्याक्कै मुनिपट्टि छु। ट्याक्कै उतापट्टि बाल मन्दिर अनि यो साइड चाहिँ तलतिर जाने क्या। सन्चै हुन्छ? म त भ्लगमा आउँदैछु आज। त्यो धर्राको छेउछेउ आउनु भने चाहिँ तपाईँ आउनुहुन्छ। ट्याक्कै यो रोड छ होइन। मेरो बुढी यहीँ छ। तपाईँहरूलाई चाहिँ म यो बोतल छ क्या, मैले चाहिँ यो टिकट यो बिर्खोमा हालिदिने भयो नि त। सो यसमा हालिदिन्छु सुन ल, किनभने पानी पर्छ नि त। टक्क हाल्दैछु यो टिकट हो नि फेरि है। ट्याक्क फेरि पत्याउनु हुनु ल, टिकट हो फेरि यो हाम्रो। ट्याक्कै भित्र राखेँ फेरि पानी त्यो हुनसक्छ। ट्याक्कै ल मैले चाहिँ हालिदिइसकेको छु। यहाँ छ अब यसलाई चाहिँ म ट्याक्कै टुडिखेल छ नि त ट्याक्कै माथिपट्टि। अनि ट्याक्कै यो एरिया छ। मेरो बाइक भयो, माथिबाट टुडिखेल भयो होइन। यतापट्टि मेरो बाइक भयो। यहाँ पनि ठ्याक्कै
अलिकति तल यहाँबाट म यसलाई राखिदिन्छु सो अब यहीँ तल राखिदिनु आँटेको छु मैले अनि यसलाई चाहिँ तपाईँले भेटाउनु पर्ने छ ल सो हामी चाहिँ कफी खाँदैछौँ वरिपरि नपाउन सक्छौँ हामी यसलाई कसैले गेसै गर्दैन क्या यसलाई मैले यहीँ रोडमा देख्छु ल यहाँ छ ल यहाँ छ ओके र तपाईँहरूले चाहिँ मलाई चाहिँ होइन यो भिडियो बनाउनु भयो आउँदै गरेको भिडियोको भिडियो बनाउनु भयो मलाई मेन्सन हाल्नु भयो टिकटकमा भने चाहिँ तपाईँहरू प्लस अर्को टिकट पनि पाउनुहुन्छ सो किप इन टच मर्निङ ब्लग प्लिज सब्सक्राइब गरिदिनु होला त थ्याङ्क यू